कक्षा 10 को ऐच्छिक द्वितीय शिक्षा विषयको एकाइ 1 देखि एकाइ 3 सम्म अभ्यासलाई हल गरेर यो भिडियो सामग्री मार्फत म देखाउने प्रयत्न गरिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला, किनभने मैले यस्तै भिडियो सामग्रीहरू तपाईहरु माझ ल्याइरहन्छु। नमस्कार, शैक्षिक संग्रह युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। आजको यो भिडियो अन्तर्गत रहेर मैले कक्षा 10 को ऐच्छिक द्वितीय शिक्षा विषयको एकाइ 1 देखि एकाइ 3 सम्मको अभ्यासहरूलाई पूर्ण रूपमा हल गरेर देखाउने प्रयत्न गरिरहेको छु, जसलाई चाहिँ मैले हल गरेर पीडीएफ फाइलमा राखेको छु। अब चाहिँ अगाडि स्क्रिन रेकर्ड गरेर देखाउँदै छु। तपाईले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्दै गर्नुहोला। हेर्न सक्नुहुन्छ म चाहिँ स्क्रिन रेकर्डमा आइसकेको छु। कक्षा 10 को शिक्षा विषयको एकाइ 1 देखि 3 सम्मको अभ्यासको हल तल प्रस्तुत गरिएको छ भनेर यो टपिक भयो। अब चाहिँ म एकाइगत रूपमा तपाईहरुलाई प्रश्नका उत्तरहरू क्रमशः देखाउँदै जानेछु। विद्यार्थीहरूले अलिकति के गुनासो राख्नुभयो भने फास्ट स्क्रल गर्नुभएको छ, स्लो चाहिँ गरिदिनु होला भन्नुभयो। त्यो भए हुनाले अलिकति स्लो बनाउँछु, भिडियो चाहिँ लामो हुन सक्छ, हेर्दै गर्नुहोला। एकाइ 1 शिक्षाको परिचय। यसमा 1 नम्बरमा अति छोटो प्रश्न दिएको छ। यी प्रश्नको उत्तरहरू यहाँ चाहिँ क्रमशः मैले हल गरेर तपाईहरु माझ राखिदिएको छु। क्रमशः हेर्न सक्नुहुनेछ। जानेर तपाईको आवश्यकता अनुसारको विषयवस्तु भेटिन्छ, त्यहाँनेर भिडियोलाई चाहिँ रोक्नु होला। त्यसपछि तपाईले सजिलै पढ्न लेख्न सक्नुहुनेछ। एकाइ 1 को 2 नम्बरको पनि भइसक्यो। अब 3 नम्बरको आइसक्यो। यहाँ चाहिँ लामो प्रश्नका उत्तरहरू। अब हामी एकाइ 2 मा आइसक्यौं। एकाइ 2 मा नेपालमा शिक्षा विकासका लागि भएका प्रयासहरू भन्ने छ। यसमा पनि 1 नम्बरमा अति छोटो प्रश्न दिएको छ। यसको उत्तरहरू हेर्नुस् क्रमशः। यसपछि 2 नम्बरमा तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् भनेको छ। अति छोटो भन्दा अलिकति लामो उत्तर लेख्ने प्रश्न हुने नि चाहिँ। अब 3 नम्बरमा तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् भन्ने छ। त्यो चाहिँ लामो उत्तर आउने प्रश्नहरू हेर्न सक्नुहुन्छ र तपाईको आवश्यकता अनुसार लेख्नु होला। यहाँ चाहिँ धेरै लामो पनि दिएको हुन सक्छ। अब चाहिँ एकाइ 3 बाल विकास र बाल मनोविज्ञान भन्ने टपिक आयो। त्यसपछि यो भित्र भएका प्रश्न उत्तरहरू पनि अब क्रमशः देखाउँछु म। दुई नम्बरमा चाहिँ छोटो उत्तर आउने प्रश्न भइहाल्यो। 1 नम्बरको माथि गइसक्यो है अगाडि। अनि 2 नम्बरको सकिसकेपछि अब चाहिँ 3 नम्बरको आउँछ। अब 3 नम्बरको लामो उत्तर लेख्ने प्रश्नको उत्तरहरू पनि यहाँ चाहिँ हेर्नु होला क्रमशः।
अब चाहिँ एकाइ 4 आइसकेको छ। एकाइ 4 देखि 6 सम्म चाहिँ म अर्को भिडियोमा ल्याउने छु। हेर्दै गर्नुहोला र यसलाई म एकपटक सुरुसम्म फेरि देखाउँछु। ल हेर्नुस् र सुरुमा आइसकेको छु। हुन्छ, यो भिडियो सामग्रीमा यति कुराहरू रह्यो है त। हवस् त साथीहरू, यो भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। साथै भिडियोलाई लाइक गर्न र साथीहरूमाझ सेयर गर्न पनि नछुटाउनुहोला। त्यसका साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर पनि जोडिनुहोला, किनभने यस्तै भिडियो सामग्रीहरू मैले तपाईहरूमाझ ल्याइरहन्छु। ओके, आगामी दिनमा यस्तै अन्य भिडियो सामग्रीको साथ तपाईँ हाम्रो सुमधुर भेटघाट त हुने नै छ। तबसम्मको लागि म पनि छुट्टिन्छु। यहाँहरूको बाँकी पल शुभ रहोस्। सी यू अगेन, बाई बाई।